गाइस टिकटक हेर्दै थिएँ, मलाई एउटा सानो कथा जस्तै एउटा राम्रो संवाद भेट्टाएँ होइन। त्यो सबैलाई सेयर गर्छु। को ब्रदर या को सिस्टरले हालेको थाहा भएन मलाई। मैले राखिसकेछु, म सुनाउँछु ल। मेरो अधुरो संवाद टपिक। आज फेरि म आफैसँग कुरा गर्न बाध्य थिएँ। ठिक छस्? आफैलाई सोधेँ। ठिक त छु नि, उत्तर पनि आफै दिएँ। अनि किन यस्तो स्याड? खै केही थाहा छैन, तर खुसी छैन। कोठा शान्त थियो, बाहिर रात बिस्तारै अँध्यारो हुँदै गइरहेको थियो। म कुर्सीमा बस्दै एउटा चुरुट सल्काएँ। धुवामाथि उठ्दै गयो र सोचहरू अझ गइरहँदै गयो। म त उसको खास मान्छे होइन नि, मन गुनगुनायो। अनि किन यति फरक पर्छ मलाई उसले इग्नोर गर्दा? म चुपचाप लागेँ। यसको जवाब पनि त थिएन। हल्का हात पोले जस्तो लाग्यो। हेर्दा चुरुट सकिसकेको रहेछ। प्याकेट खोले, जम्मा 2वटा बाँकी। हात अगाडि बढाएँ, तर मनले रोक्यो। अझै रात लामो छ, पुग्छ त यतिले? म मुस्कुराएँ हल्का, तर त्यो मुस्कानमा थकान थियो। उसको याद जति टाढा राख्न खोजे पनि झन् नजिक आइरहन्थ्यो। हरेक पपसँग सोच्थेँ यसपटक त याद हराउला, तर उल्टै उसको अनुहार अझ प्रष्ट हुँदै आउँथ्यो। शरीर पनि थाकिसकेको थियो। मन त झन् पहिले नै हारिसकेको जस्तो लाग्थ्यो। ड्युटी पनि छ, आफैलाई सम्झाएँ, तर उठ्ने ऊर्जा थिएन। ओछ्यानमा पल्टिएँ, आँखाहरू बन्द भए, तर मन जागिरह्यो। सुत, सपनामा भेट्छस्। आँखाहरूले भनिरहेको थिए जस्तो लाग्थ्यो, तर मन जिद्दी। फेरि उठेँ, बाँकी चुरुट सल्काएँ। केही क्षणको लागि सफल भए जस्तो लाग्यो, तर त्यो धुवा हराउँदा उसको याद फेरि फर्किएर आयो। यसपटक अझ गहिरो भएर कोठा झन् शान्त भयो। रात झन् गहिरियो। मलाई लाग्यो अब यो रात नै मेरो साथी बनेको छ। सायद म जस्तो अरू पनि होलान्, आफ्नै सोचमा हराएका, आफ्नै प्रश्नसँग लडिरहेका। यो रातलाई नै सोधु, के म मात्र यस्तो हुँ? तर रात पनि चुप थियो र म त्यही मौनताभित्र हराइरहेँ। कस्तो दामी लाग्यो मलाई यो स्टोरी होइन? कस्तो लाग्यो?